गुड मर्निङ एभ्रिवान। आज पनि म आइसकेको छु 19 अप्रिल। आजको दिन आइतबारको दिन चाहिँ के छ हजुरहरूको लागि, मेरो डिभाइनको तर्फबाट हजुरहरूलाई म्यासेज के छ त हेरौँ है त। लेट मी हेभ अ लुक। आजको दिनमा के छ त मेरो भ्युवर्सलाई हेरौँ है त। आजको दिनमा के छ त डिभाइनको तर्फबाट म्यासेज। शिवाय वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ओके, आजको दिनमा चाहिँ अलिकति हजुरहरूले चाहिँ विचार गर्नुपर्ने देखिन्छ है। आजको दिनमा चाहिँ आफ्नो मान्छेहरूबाट चाहिँ जुन आश गर्नुभएको छ हुन्छ नि, उहाँहरूले चाहिँ त्यति धेरै वास्ता गर्ने जस्तो देखिन्न है। आफ्नो मान्छेलाई यति धेरै गर्नुहुन्छ, तर आजको दिनमा चाहिँ के छ भन्दाखेरि अलिकति एक्सपेक्टेसन चाहिँ जसलाई माया गर्नुहुन्छ त्यसले चाहिँ अलिकति एक्सपेक्टेसन पुरा गर्ला जस्तो देखिँदैन। आजको दिनमा अलिकति स्ट्रेसहरू देखिरहेको छु है। आजको दिनमा चाहिँ अलिकति इमोसनल पेन है। हजुरहरू चाहिँ यो दुःख है हुन्छ नि, आफ्नो मान्छेले एकदम दुःख दिइरहनु भएको छ, सफर गरिरहनु भएको छ भने चाहिँ आजको दिनमा चाहिँ म चाहिँ के भन्छु, एडभाइस गर्छु भने झट्टै रियाक्ट नगर्ने है। अनेस्ट बन्नुहोस्, आफ्नो ट्रुथमा रहनुहोस् है। ठ्याक्क रियाक्ट नगर्ने, मिल्छ भने आफूलाई स्पेस दिने, उहाँहरूलाई स्पेस दिने है। अलिकति इमोसनल्ली ड्रेन जस्तो आजको दिनमा चाहिँ देखेको छु। झट्टै एडभाइसको लागि चाहिँ हजुरहरू चाहिँ उहाँहरूलाई रियाक्ट नगर्ने है। आजको दिनमा चाहिँ इम्पल्सिभ डिसिजनहरू लिन चाहिँ अभोइड गर्नुहोला, स्पेस दिनुहोस् भनेर भनेको छ है त। बुझ्नुभयो नि, स्पेस दिनुहोस्, हजुरलाई चाहिँ ह्याप्पिनेस मिल्छ है त। आजको दिनमा चाहिँ हजुरले स्पेस दिनु भएर आफू ग्राउन्डिङ हुने, मेडिटेसनहरू गर्ने है, स्पिरिचुअल टाइमहरू दिनुहोस् आजको दिनमा है त। राम्रो छ, हजुरहरूको टेन्सन नलिनुहोस्, अभोइड गर्नुहोस्, सबै कुरा ठिक हुन्छ है त। थ्याङ्क यू सो मच एभ्रिवान। थ्याङ्क्स फर वाचिङ। बाई बाई।